नमस्कार दर्शकबिनहरू, नेपाली कथानक चलचित्र राम नाम सत्यको आज पहिलो दिनको बक्स अफिस कलेक्सनको रिपोर्ट्स लिएर म तपाईँहरूको अगाडि उपस्थित भइसकेको छु। कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अरू यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुहोस् र यो भिडियोलाई लाइक कमेन्ट अनि सेयर गर्नुहोस्। आदरणीय दर्शकबिनहरू, यति बेला नेपाली कथानक चलचित्र राम नाम सत्य हलमा लागिरहेको छ। अभिनेता विराज भट्ट 1.5 वर्षपछि नयाँ फिल्मसहित हलमा फर्किएका छन्। शुक्रबारबाट उनी अभिनीत फिल्म राम नाम सत्य प्रदर्शनमा आएको हो। पछिल्लो पटक उनी आफूले निर्देशन गरेको फिल्म 12 गाउँमा देखिएका थिए, जुन 2081 सालमा प्रदर्शन भएको थियो। यसपछि उनले काम गरेको पहिलो फिल्म नै राम नाम सत्य हो। छक्का पञ्जा 5 जस्तो ब्रान्ड फिल्मसँग प्रतिस्पर्धाका बावजुद पनि 12 गाउँबाट विराजले ठूलो व्यावसायिक सफलता हासिल गरेका थिए। यो फिल्मले लगभग 20 करोड रुपैयाँ कमाएको थियो। यो एक्सन जनरामा सर्वाधिक कमाउने नेपाली फिल्म समेत हो। अब 1.5 वर्षपछि पर्दामा फर्किएका विराजलाई त्यही फिल्मको सफलता दोहोऱ्याउनु पर्ने ठूलो चुनौती देखिन्छ। एकल रिलिजको अवसर पाएको यो फिल्मलाई हलहरूले पर्याप्त सो उपलब्ध गराएका छन्। फिल्मले देशव्यापी लगभग 100 सो पाएको छ, तर फिल्मको टिकट बुकिङ भने अपेक्षित देखिएको छैन। बिहानी शोमा दर्शक अकुपेन्सी पनि शून्य रहँदा अब फिल्मको व्यापार वर्ड अफ माउथमा निर्भर हुने देखिन्छ। बक्स अफिसमा फिल्मको भविष्य पनि यसले नै निर्धारण गर्नेछ। माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज सहित सुशील श्रेष्ठ, दिव्या राई माझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुष सिंह ठाकुरी, खुशी कार्की, दिनेश ढिसी लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा उपेन्द्र शाही र श्वेता विमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा रहेका छन्। नेपाली कथानक चलचित्र राम नाम सत्यलाई बिदाको राम्रो अवसर पनि रहेको छ। नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आएको यस चलचित्रले बक्स अफिसमा राम्रै कमाई गर्ने चाहिँ यति बेला देखिएको छ। सुरुवाती समयमा यसको अपेक्षित टिकट बिक्री नभएको देखिए तापनि उनको क्रेजले गर्दाखेरि दर्शकहरू बिस्तारै दिउँसोबाट दर्शकहरू हलमा लयमा फर्किसकेका छन्। यसले गर्दा चलचित्र राम नाम सत्यले राम्रै ओपनिङ गर्ने हामी आशा गर्न सक्छौँ। चलचित्रले आज ओपनिङ डेमा लगभग 70 लाखको हाराहारीमा बक्स अफिस कलेक्सन गर्ने देखिएको छ। तपाईहरु नेपाली कथानक चलचित्र राम नाम सत्य हेर्नुभएको छैन? यदि हेर्नुभएको छैन भने सिनेमा घरमा गएर तपाईहरुले हेर्न सक्नुहुन्छ। र यस चलचित्रले आगामी दिनमा कतिको बक्स अफिस कलेक्सन गर्छ होला त हामीलाई कमेन्ट बक्समा कमेन्ट गरेर बताउन नभुल्नुहोला। अरू यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुहोस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुहोस्। धन्यवाद। जय नेपाल।